हेलो एन्ड नमस्ते सबैजनालाई फेरि पनि स्वागत छ अर्को नयाँ भिडियोसँगै अर्को नयाँ दिन अर्को नयाँ भिडियो के छ सन्चै हुनुहुन्छ सबैहरू वेल आज छुट्टी अनि आज चाहिँ हामी के गर्दैछौँ भने धुरन्धर फिल्म हेर्न जाँदैछौँ हैन जाँदैछौँ अलिक टाढा छ यहाँबाट त्यही भएर म अलिक अर्ली निस्किँदैछु अरू कामहरू पनि छ अरू ठाउँहरू पनि जान छ अनि अरू साथीहरूको लागि पनि भेट्न छ हैन अनि जस आज क्रेजी बवाल मजा आउनेवाला छ अक्षय खन्ना वेयर कमिङ टु यु हैन अनि जस मजा आउनेवाला छ जाम अगाडि मेट्रोमा आई मिन अरोइस राइट नाउ चोकमा छु अरोइसको अनि अब जाँदैछु म यहाँबाट मेट्रोमा अगाडिपट्टि अनि त्यहाँ गएर मलाई अरू पनि काम गर्नु छ सामानहरू किन्नु छ मैले के गर्छु हेर्दै जानु क्रेजी हुनेवाला छ है त यो भिडमा त खै कहाँ जान सकिएला र द्याट्स भिड एनफ हेर्नु है कति मान्छे हुन् खासमा हामी चाहिँ कहाँ हिँड्यो कहाँ पुग्यो भने जस्तो आज बेनिफिकाको म्याच रहेछ कोलम्बो आइरहम सब बेनिफिकाको फ्यानहरू छन् सब होइन जस यहाँ म बेनिफिका चिल्लाइदियो भने सब बेनिफिका भनेर चिल्लाउँछन् क्या त्यो भएर चिल्लाउनु हुन्न पब्लिक प्लेसमा चिल्लाउने यताउति काम गर्ने गर्नु नराम्रो हो त्यही भएर लेट्स गो कोलम्बो मार्केट जाम होइन यहाँ के गरिन्छ सरी थ्याङ्क यू होइन अनि हामीसँग निशा पनि छौ होइन अनि म्यानेजर साहब र सुशील मामा आउँदै हुनुहुन्छ अनि धुरन्धर हेर्न जाने हो कोलम्बो घडी यत्रो महँगो घडीहरू लाउने बानी छैन त्यही भएर अगाडि जाउँ अनि अगाडि के गरिन्छ हेरौँ है त हामीले कोलम्बोमा खासै केही गरिएन हेरियो मात्र अब लोग म सिन देखाउँछु हजुरलाई बब्बाल यो जो फिलिज नातालवाला सिन होइन अनि कति महँगो हो कति महँगो सामानहरू हेरेर हामीले होइन द्याट्स नट अफोर्डेबल फर अस फ्रम आवर साइड भनौँ न हामीबाट अफोर्ड हुन सक्दैन क्या त्यो कुराहरू त्यही भएर हामी कोलम्बोलाई टाटा बाई बाई भन्दै निस्किन ए फोटोसुट पो हुने रहेछ त्यहाँ बच्चाहरूलाई त्यहाँ राखेर फोटोसुट गर्दो रहेछ बब्बाल रमाइलो छ यतातिर त्यही भएर हामी बाहिर निस्क्यौँ है त बाहिर निस्क्यौँ अनि अगाडि जाऊँ अब साथीहरूलाई भेटौँ फोन गरेको उठाउँनु कति साह्रो कुराउँछन् यार मामाले यार जहिले कुर्नु अर्थ तिमीलाई यो मान्छे हेर्नु कि यो मान्छे 1 घन्टा भयो कि 1 घन्टा मामा के भन्न चाहनुहुन्छ हजुरले 1 घन्टा भयो होइन अनि कसम के भन्नु त्यसलाई बोल्डमा छु म्यानेजर साहब अनि घरको म्यानेजर होइन ऊ चाहिँ निशा हात मिलाउँदा हुन्छ केही फरक पर्दैन होइन किन ढिलो गर्नुहुन्छ क्या सधैँ बस पाएन अनि बोल्ड गरेर आउँदा जाम ए आजदेखि पाएँ होइन भोलि के पाउनु टाइममा निस्किने हो नि त टाइममा त 2 घन्टा अगाडि निस्कियो ए प्रभु जाम जस्तै थियो क्या बवाल जाम छ जोस् आज यहाँ बेनिफिकाको म्याच छ यहाँ बेनिफिकामा त्यही भएर चाहिँ बवाल जाम छ हेर्न सक्नुहुन्छ मामाहरू यहाँ हुनुहुन्छ होइन बवाल मामाहरू हुनुहुन्छ हामी चाहिँ जाँदैछौँ जोस् अब कता गएर बोल्ड गर्छौँ थाहा छैन यहाँबाट म्यानेजर कता गएर बोल्ड गर्ने भन्नु त कतापट्टि जाने अगाडि गएर बोल्ड गरौँ होइन अनि त्यहाँ आउँछ किनभने यहाँ बोल्ड गर्ने भने यस्तो सिजनमा कतै हुनुहुन्छ भने नि बोल्ड गर्नलाई अभोइड गर्नु यस्तो सिजनमा अलिक टाढा गएर बोल्ड गर्ने गर्नु भिडभाडबाट नभए मतलब आउँछ तर कता घुमाइदिन्छ त्यही भएर लेट्स गो हामी चाहिँ अब जस बवाल फिल्म हेर्न जाँदैछौँ त जस इन्डियामा जसरी ढाबाहरू चल्छ त्यसरी यहाँ ढाबाहरू चल्छ गेमको दिन मात्र अरे है बवाल बिक्री हुँदैछ बवाल बिक्री हुन्छ क्या यस्तोमा कतै पाउनुहुन्छ भने खोल्ने गर्नु जान्नु हरियो बोले लेट्स गो रातो बोलिसकेछ त हामी हिँड्ने बेला त हरियो बोलेको थियो नि त अनि के भयो गाडी अगाडि छ 2 मिनेट भइसक्यो मान्छेले गाडी खोजिरहेको छ अरे BMW देखाइरहेको अरे भाई सुनो गाड़ी दिखा रहा था BMW 216 है मैंने नंबर ही नहीं देखा
बताते हैं ऐसा ही रॉन्ग होता है। अच्छा, अरे तुम्हारा गाड़ी है? नंबर नहीं लिखते, वो काला एडजस्ट हो जाएगा, BMW हो जाएगा, लोगो आ जाएगा, बस खत्म। अरे 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 अरे, ऐसा नहीं करो यार भाई। सॉरी यार, सॉरी, मजाक कर रहा हूँ। ए प्रभु, तल बसेर बनाउनु अरे, माथिबाट नि बन्छ म्यानेजर साहब, माथिबाट नि बन्छ होइन। के भयो? डराउने चाहिँ होइन कि, मामालाई हेर्नु, मामालाई। यो मान्छे भूतै हो कि यो मान्छे न टाइममा आउँछ। लुप्त भएको डाइनोसर यहाँ भेटियो। होइन, यहाँ एउटा काले देखिनँ मैले, त्यही भएर कालेको एरिया चाहिँ भन्दिनँ है मैले अहिलेलाई। हुन त देखिन्न, यहाँ हो कोही हो। हाम्रोमा वाइनहरू आउने कार्टुन कहाँ गयो भनेको यहाँ ल्याएर राखेको रहेछ। के क्युआर जाम गाइस जाम। लेट्स गो फर फिल्म बवाल स्क्रिन। अनि हामी फोटो खिच्नुहोस् भने हो कि तपाईँले भिडियो आफ्नो ब्लगलाई बनाउनु भयो। मैले भ्लगलाई बनाएको होइन, बवाल मजा आउँदैछ। बवाल धमाधार मजादार होइन। बवाल मजा आयो हामीलाई चाहिँ, मलाई चाहिँ बवाल मजा आयो। मान्छे कस्तो लाग्यो हजुरलाई? बवाल मजा आयो। जे भयो पनि, जस्तो भयो पनि, अहिले इन्डिङ अलिकति बवाल नहुने हो। बवाल नत्र यतै बस्छ भनेर हौ त उसले। होइन यता बस्दैनौँ हामी जाने नै हो होइन। मामा कस्तो लाग्यो मुभी? ठिकै हो भन्ने मामाको हो। हे खुल्छ सिमसिम, देख्नु हो? खुल्यो सिमसिम खुल्यो। वेल हामी निस्क्यौँ होइन। बवाल माहौल छ बाहिर पनि, अब मान्छे छैन, रात परिसक्यो। हाम्रो लागि यस्तै माहौल नै बवाल मामा, बुझ्नु नि होइन। त्यसपछि मैले भनेको भनेर विशालजीले भन्नुभयो होइन, त्यसलाई चाहिँ अमल गर्नु ए। बोल्ड आएन गाइज होइन। त्यही भएर हामी चाहिँ भिडियोलाई यहीँ अन्त्य गर्छौँ र फेरि भेट्ने तरिकाले चाहिँ अन्त्य गर्छौँ। फेरि भेट्ला अर्को भिडियोसँगै। चाओ बनाइ।